हेलो गाइस, आज मैले चाहिँ नि हेर्दै जानु चाहिँ के बनाएर के कोबाट सुरुवात गर्न लाएँ। आजको मेरो सुरुवात छ गुलाब जामुन। यो गुलाब जामुन भनेको अनौठो टाइपको हो के। यो चाहिँ नि साना साना देखिया नि भेलीका डल्लाउने साना साना यी साना साना देख्नुपर्छ तपाईँहरूले। यो भेली हो नि, यो भेली छर्केको भेली हो र यसलाई चाहिँ नि मजाले पकाएर बनायो। अब मैले यसलाई चाहिँ नि फोरेर खान्छु। कस्तो हुँदो रहेछ, अलिक टाइट हुँदो रहेछ यो। अब हेरौँ है त कतिको दह्रो काटिन्छ काटिन्न, नत्र अब यसलाई बन्चरो पनि ल्याउनु पर्ने जस्तो लाग्यो मलाई त। धेरै टाइट हुँदो रहेछ। ल है त अब यहाँ चाहिँ नि यहाँ चटनी छ। यो चटनीमा मिठो त ठिकै रहेछ। तर यसलाई काट्नलाई कि बन्चरो कि गणासी कि चाहिँ खुकुरी चाहिँदो रहेछ है। गाइस, मैले त बनाएर खाएँ, तपाईँहरू पनि बनाएर यस्तै नै खानु होला र बन्चरो या खुकुरी साथमा राख्नु होला है। मेरो त यो काँटा र चम्चाले मिलेन। अब यहाँ चाहिँ नि यसरी चम्चियो झ्याट्ट डुबो। मिठो त असाध्यै हुँदो रहेछ। पकाउनु पनि यसको कुनै झेउ छैन, आरामसित हुन्छ। तर खाने बेला भने बन्चरो र गनासी लाजिम चाहिँदो रहेछ। तपाईँहरूलाई अगर फुर्सद छ भने ट्याट्टा बनाउनु, मजाले चाहिँ खानु। एक त अर्ग्यानिक हो यो, फेरि कुनै यसमा छैन तपाईँको खुदो पनि औँखुबाट बन्ने हो, त्यो पनि अर्ग्यानिक भयो, कुनै होइन। चिनी बिल्कुल हाल्नु हुँदैन। चिनी हालेर खाइयो भने हुँदैन, राम्रो मिठो हुँदैन। यसलाई चाहिँ नि खुदो चाहिन्छ र भेली चाहिन्छ। भेलीलाई चाहिँ फोरेर साना साना बनाएर ठ्याक्क चाहिँ नि खुदोमा पकाएर निकाल्नुपर्छ यसलाई। त्यहाँबाट त्यो माथिबाट चाहिँ नि भेली छर्केर त्यहाँबाट खाने हो है। तपाईँहरूले पनि बनाउनुहोस्, खानुहोस्, कस्तो हुँदो रहेछ। पछि लाइक और कमेन्ट और सेयर गरेर भन्नु होला है त। ओके, गुड बाई।